केही समय अगाडि एउटा घरमा 4 जनाको परिवार रहेछन्। बुवा आमा 2 भाइ छोरा र त्यो घरका बुबा असाध्यै रक्सी खाँदा रहेछन्। यहाँसम्म कि बजारबाट रक्सी खाएर आएर राति छोरा र श्रीमतीलाई कुटेर घरबाटै निकाल्दा रहेछन् र दैनिकै यसो गर्दा गर्दा दिक्क भएछन्। र त्यो देखेर जेठो छोराले पनि बुवाको जस्तै बानी सिकेर यसै पो गर्नुपर्छ भनेर उसले पनि रक्सी खाएर बुवाको भन्दा डबल गर्न थालेछ र घरमा भाँड भैलो मचिँदो रहेछ। र कान्छाले चाहिँ यही व्यवहार देखेर ओहो यसो गर्न नहुने रहेछ, घरमा भाँड भैलो हुँदो रहेछ, असल व्यक्ति बन्नु पर्दो रहेछ भनेर उसले त्यही पाठबाट चाहिँ असल पाठ सिकेर अनि सबभन्दा राम्रो व्यवहार गर्न थालेछ र उसले धेरै विद्या पढेछ र जागिर खाएर राम्रो राम्रो उद्योग गरेर चाहिँ घर सम्पन्न बनाएर धेरै धनी भएछ र बुबा आमाको सेवा पनि गरेछ, दाजुलाई पनि शिक्षा दिएछ, घर पनि सपारेछ, गाउँ सपारेछ, त्यो देशै सपारेछ। र यो देखेर सबै जनताहरू प्रभावित भएर उसलाई धेरै धेरै धन्यवाद दिएछन्। र हामीले पनि यस्ता पाठबाट सिकेर आफ्नो व्यवहार र विषयलाई र घरलाई सपारेर हामी पनि असल व्यक्ति बनेर घरलाई स्वर्ग जस्तै बनाउन सक्छौँ र स्वर्ग जस्तै बनाऊँ, असल व्यक्ति बनौँ। ज्योतिष राम कुमार कार्की।